वैशाख 19 गते आज नक्षत्रको खेल अलि इन्टेन्स छ। कसको मेन क्यारेक्टर एरा सुरु हुँदैछ र कसलाई सिस्टम एरर आउन सक्छ। 12 राशिको भित्री कुरा 60 सेकेन्डमै बुझौँ। मेष राशि सफलता लोड हुँदैछ। पढाइ र करियरमा ग्लो अप निश्चित छ। परिवारको साथले सेट बनाउने छ। वृष राशि प्लट ट्विस्ट। पुराना दुश्मनहरूले आज फ्रेन्डशिपको हात अघि बढाउने छन्। बुद्धिको सही प्रयोगले बिग विन मिल्ने छ। मिथुन राशि लक्ष्य नजिकै छ तर गेट किप योर सिक्रेट्स। गोपनीयता बाहिरिए काम बिग्रिन सक्छ। हल्लाको पछि नलाग्नुहोस्। कर्कट राशि रेड फ्ल्याग। पुरानो सम्झौता तोडिन सक्छ। मान्यजनको सल्लाह मस्ट छ र हतार नगर्नुहोला। सिंह राशि सेक्योर द ब्याग। मेहनतले नाम र दाम दुवै मिलाउने छ। टाढिएका साथीहरू फेरि क्लोज हुने योग छ। कन्या राशि इन्कम बढ्नेछ तर अलर्ट। तपाईको क्रेडिट अरूले लिन खोज्लान्। आफ्नो उपलब्धि जोगाउन स्मार्ट बन्नुहोस्। तुला राशि आइकोनिक काम गर्ने बेला आयो। प्रतिष्ठा र मान सम्मानको वर्षा हुनेछ। गुड भाइब्स ओन्ली। वृश्चिक राशि अलि ब्रोक एरा महसुस होला। दौडधुप धेरै फाइदा थोरै। खर्च जोगाउनुहोस्। आफन्तबाट अलि टाढिनु पर्ने हुन सक्छ। धनु राशि प्यासिभ इन्कमको बाटो खुल्दैछ। सानो लगानीले बिग प्रफिट दिनेछ। महत्त्वकांक्षी काम सुरु गर्ने बेला हो। मकर राशि बोस मोड अन। विशिष्ट व्यक्तिहरूसँग नेटवर्किङ बढ्नेछ र समाजमा तपाईको डोमिनेन्स चल्नेछ। कुम्भ राशि भविष्यको लागि बलियो जग बस्नेछ। दाम र इनाम। तपाईको जीवनशैलीमा ग्लो अप आउने निश्चित छ। मीन राशि डेन्जर जोन। अरूको भर पर्दा लस हुन सक्छ। आफ्नो धनमाल जोगाउनुहोस् र झमेलाबाट एक्जिट हुनुहोस्। यी त भए नक्षत्रका कुरा। तर आज एउटा यस्तो आवर छ जहाँ एउटा नचिनेको कल वा मेसेजले तपाईको सातो उडाउन सक्छ। कुन हो त्यो समय? कमेन्टमा आफ्नो राशि लेख्नुहोस्। म तपाईको पर्सनल सेफ्टी टाइम रिप्लाई गर्नेछु।